हेलो साथीहरू, नमस्ते छ सबैजनालाई। म चाहिँ आज चिङाड गाउँपालिका वडा नम्बर 4 मा रहेको यो बडाकानामा आएको छु। बडाकानाको म स्कुलनिर रहेको छु। म आज चाहिँ यहाँको दृश्यहरू देखाउने छु। यो चाहिँ स्कुल हो। यो चाहिँ ऐसेलु हो। आजभोलि ऐसेलु चाहिँ एकदम फुल खिलिरहेको छ, सानो भएको छ। यो चाहिँ वैशाखको महिना चाहिँ खान मिल्ने हुन्छ ऐसेलु। यो चाहिँ देवीको मन्दिर हो। यो मन्दिरको यता तलतिर चाहिँ यो पातलो घरहरू छन्, धेरै घरहरू छैनन्। यो चाहिँ बडाकानाको बस्तीहरू हो। यो यतातिर चाहिँ यो नाउ भन्छन् यो ठाउँलाई चाहिँ, यतातिरका घरहरू। त्यसपछि यहाँनिर यो सल्लाको रुख चाहिँ तलदेखि चाहिँ देखिन्छ। बडाकानाको तलतिर हेर्ने हो भने यहाँदेखि यस्तो देखिन्छ। बाटोहरू चाहिँ यस्तो छ, यिनी घरहरू रहेका छन्। ल है साथीहरू, म चाहिँ अहिले तल यो कालढुङ्गा भन्ने ठाउँमा आएको छु। यो चाहिँ यस्तो रहेको छ ढुङ्गा, कालढुङ्गा यो बडाकानाको। यहाँबाट चाहिँ यसो तल बाजीगुटी यतातिर यो पाइलेखानाहरू रहेको छ। म अब जानुपर्ने तल हो। अब चाहिँ म अझै तल आइसकेको छु। ल यहाँको चाहिँ यस्तो रहेको छ। अहिले चाहिँ म यहाँ गच्चौडा आइसकेको छु। जस्तो यहाँदेखि देख्न सक्नुहुन्छ। अब चाहिँ यहाँ तल जानलाई धेरै छैन, तल आइसकेको छ। त्यो चाहिँ 4 नम्बरको स्वास्थ्य चौकी। यहाँदेखि तल खोला आइसकेको छ। अब ल साथीहरू, म चाहिँ अहिले यहाँ बाजीगुटी भन्ने ठाउँमा आइसकेको छु। माथिदेखि देखिने यो बाजीगुटी यही नै हो।